आजको मिनी भ्लग चाहिँ स्पेसल हुनेछ किनभने म र मेरो साथी जाँदैछौँ साथीको बिहेमा र हामीले जानुपर्ने हुन्छ दमकभन्दा बाहिर र हामी चाहिँ जानेछौँ दमकभन्दा बाहिर भनेपछि मोरङ कुन ठाउँ भनेपछि सिजुवा भन्ने ठाउँ हामीलाई जानुपर्ने हुन्छ। आज चाहिँ हामी जाँदा जाँदै बाटोमा यो परालमा आगो लागेको पनि देख्यौँ, किन लागेको होला हजुरहरू कमेन्ट गर्नु होला। र त्यसपछि हामी सिधै पुग्यौँ अनि बेहुलाको घर भन्नाले पनि हामी हाम्रो साथीको घर पुग्यौँ र साथी त्यतिखेरसम्म हामी पुग्नुभन्दा अगाडि उनीहरूको मन्दिर पूजा गर्नलाई निस्किसकेको थियो र हामी पनि जानुपर्ने हुन्थ्यो र साथीको बाइक लिएर चाहिँ हामी पनि पछि लाग्यौँ र अलि अगाडि जाने बित्तिकै हामीले पनि भेटिसकेको थियौँ उहाँहरूलाई र हामी पनि पछाडि नै गइरहेको थियौँ। हामी चाहिँ अब अगाडि जानुभन्दा हामीलाई थाहा थिएन र पछि गइरहेयौँ। त्यसपछि चाहिँ एक ठाउँमा रोकेर सबैजना डान्स गर्नु हुँदै थियो र हामी पनि एकछिन छेउमा बसेर हेरिरहेको थियौँ डान्सहरू। अनि एकछिनमा चाहिँ साथीहरूलाई भेटेर हामी पनि डान्स गर्छौँ भनेर चाहिँ हामी बाहिरै बसिरहेको थियौँ र उहाँ चाहिँ आजको डान्समा चाहिँ हरेक बिहेमा एकजना चाहिँ स्पेसल डान्सर हुन्छ र आजको बिहेमा उहाँ हुनुहुन्थ्यो र केटाहरू फुल इन्जोय गरेको पनि भेट्यो अनि हामी पनि एकछिन इन्जोय गऱ्यौँ, सँगसँगै एकछिन रमायौँ, डान्स गऱ्यौँ। बेहुलालाई चाहिँ हामीले अझै पनि भेटेको थिएनौँ र हामी चाहिँ किन भेटेको थिएनौँ भन्दा हामी पछाडि साथीहरूलाई भेटेपछि चाहिँ भाइहरूसँग हामी एकछिन डान्स गऱ्यौँ अनि डान्स गरेपछि भाइलाई एउटा रैला बनाएर केटी बनाएर हामीले नचाएपछि डान्स गरेपछि ऊ पनि एकछिन भयो म सक्दिनँ भनेर अनि त्यसपछि सक्यो। अनि त्यसपछि चाहिँ फुल ग्रुपिङ डान्स चलिरहेको र आजको भिडियो चाहिँ हाम्रो एउटै ब्लगमा चाहिँ भ्याउँदैन होला, त्यसैले हाम्रो सेकेन्ड ब्लग पनि आउनेछ, त्यस भएर हजुरहरू नआत्तिनु होला। र आजको भिडियो चाहिँ हाम्रो यहीँ एन्ड हुँदैन, अलि अगाडि नै एन्ड हुने हो र म अगाडि नै इन्फर्म गरेर राखेको छु। र त्यसपछि चाहिँ हामी पुग्यौँ अर्को मन्दिरमा र त्यहाँनिर चाहिँ उहाँहरूको ठाउँको चाहिँ यो मन्दिर चाहिँ सबभन्दा ठुलो मन्दिर चाहिँ यही थियो र यो मन्दिरमा पूजा गरिसकेपछि चाहिँ लास्टमा अनि बेहुला बेहुलीको डान्स सकेर आजको चाहिँ भिडियो हाम्रो यहीँनिर एन्ड हुन्छ र हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ। सो थ्याङ्क यू सो मच हजुरहरूले फुल वाच गरिदिनु भएकोमा।